जय मसी। जय मसी। आज हामी एउटा विशेष विषयमा कुरा गर्दैछौँ। यो आत्मिक उपस्थितिको सेवकाई सम्बन्धी पाठ्यक्रम अध्यक्ष हेनरी रेयांगा र पास्टर बब जोमेमान बीचको अन्तर्वार्तामा आधारित रहेर यसको गहिराईमा पुग्ने प्रयास गरौँ। एकदमै सान्दर्भिक विषय। यो पाठ्यक्रमले खासमा आत्मिक उपस्थितिको सेवकाई भनेको के हो भनेर मात्र चिनाउँदैन। यसले एउटा नयाँ कुरा च्याप्लेन्सी मतलब अनलाइन च्याप्लेन्सीलाई पनि समेटेको छ। च्याप्लेन्सी, यो त निकै चाखलाग्दो कुरा भयो। भनेपछि परम्परागत सेवा र अहिलेको डिजिटल युगलाई जोड्ने प्रयास रहेछ, हैन त? हो, त्यही हो। हाम्रो उद्देश्य पनि आज यही हो, यो तालिमको दायरा कस्तो छ, किन महत्त्वपूर्ण छ र यसका खास पक्षहरू के हुन् भनेर बुझ्ने। त्यसो भए सुरु गरौँ। यो च्याप्लेन्सीले सेवाको पहुँच त निकै बढायो होला नि? पक्कै पनि। पहिले त शारीरिक रूपमै जानु पर्थ्यो, हैन, दुःखमा परेका पीडितहरूसम्म पुग्न। तर अब त प्रविधिले गर्दा अनलाइन माध्यमबाटै प्रभुको उपस्थिति र सान्त्वना दुःखमा परेकाहरूको जीवनमा पुर्याउन सकिने भयो। कस्तो राम्रो। अनि यो पाठ्यक्रमले कुन क्षेत्रलाई समेट्छ त? कार्यस्थल, अस्पताल? हो, धेरै क्षेत्रहरू जस्तो कार्यस्थल अनि सुरक्षा निकायहरू, अस्पतालहरू, दमकल सेवा जस्ता ठाउँहरूमा, ती सबै सार्वजनिक सेवाका ठाउँमा परमेश्वरको उपस्थिति कसरी अर्थपूर्ण तरिकाले लिएर जाने भन्ने कुरामा यो केन्द्रित छ, चाहे त्यो शारीरिक उपस्थिति होस् वा अनलाइन। यसै बीचमा एउटा पुरानो लगभग हराइसकेको डकुमेन्टको कथा पनि छ रे नि, पाठ्यक्रम बनाउँदा भेटिएको। त्यो त साँच्चै नै ईश्वरीय संयोग नै भन्नुपर्छ त्यसलाई। पास्टर बबले औद्योगिक कार्यस्थल च्याप्लेन्सी बारे अनुसन्धान गर्दै हुनुहुन्थ्यो। त्यति बेला उहाँले 1977मा लेखिएको एउटा दुर्लभ मोनोग्राफ, एउटा गहन अध्ययन पत्र फेला पार्नुभयो। 1977को? त्यो पनि हातैले लेखेको होला है, कम्प्युटर त थिएन होला त्यो बेला? हो नि, एकमात्र हाते प्रतिलिपि। अनि झन अचम्मको कुरा के रे, त्यो लेख्ने व्यक्तिको भर्खरै निधन भएको रहेछ। उहाँकी श्रीमतीले त अब यो के काम लाग्छ र भनेर लगभग फ्याक्न तयार गर्नुभएको रहेछ। हो र? कस्तो अचम्म। अनि कसरी बच्यो त त्यो? ठिक समयमा सम्पर्क भएछ अनि त्यो बच्यो। अहिले त्यो नै पाठ्यक्रमको पहिलो युनिटको लागि महत्त्वपूर्ण स्रोत बनेको छ। वाह, साँच्चै परमेश्वरको योजना। अब पाठ्यक्रमको मुख्य सिद्धान्ततिर जाउँ न। यो इम्मानुएल मतलब परमेश्वर हामीसँग हुनुहुन्छमा आधारित छ भनिएको छ। हो, यो नै यसको मुटु हो, आधार नै यही हो। इम्मानुएलको अर्थ परमेश्वर हुनुहुन्छ मात्रै होइन, तर उहाँ हाम्रो दुःख पीडा हरेक परिस्थितिमा सँगै सक्रिय रूपमा उपस्थित हुनुहुन्छ भन्ने हो। भनेपछि च्याप्लिनको भूमिका भनेको त्यही उपस्थितिलाई दर्शाउनु भयो। बिल्कुल। त्यसैले पाठ्यक्रम च्याप्लिनको व्यक्तिगत चरित्र, उसको निष्ठाबाट सुरु हुन्छ, किनकि दुःखमा शब्दले भन्दा तपाईको उपस्थिति, तपाईको समानुभूतिले धेरै अर्थ राख्छ। कहिलेकाहीँ केही नबोली केवल साथमा रहिदिनु नै सबैभन्दा ठूलो सान्त्वना हुन सक्छ। यही कुरा सिकाउँछ यसले। हो त। अनि व्यावहारिक पक्ष नि, जस्तो बिरामी, मृत्युको मुखमा परेका वा शोकमा परेकाहरूलाई कसरी सेवा गर्ने, त्यस्तो बेला त मान्छेले सोध्छन् नि, यस्तो हुँदा परमेश्वर कहाँ हुनुहुन्थ्यो? त्यो प्रश्न त आउँछ नै। पाठ्यक्रमले यस्ता कठिन प्रश्न र परिस्थितिहरूको सामना गर्न तयार पार्छ, तर यसले सजिलो रेडिमेड जवाब दिन सिकाउँदैन, बरु पीडामा भएको व्यक्तिसँगै बस्न, उसको कुरा सुन्न र प्रार्थनाद्वारा ख्रिस्टको निरन्तर उपस्थितिलाई महसुस गराउन सिकाउँछ। यो त एकदमै महत्त्वपूर्ण कुरा भयो, किनकि बिरामी, मृत्यु, शोक अनि दैनिक जीवनका सङ्घर्षहरू, यिनीहरू त संसारभरिकै साझा मानवीय अनुभव हुन् नि, हैन र? हो नि। यस्तो बेलामा तालिम प्राप्त च्याप्लिनले धेरै फरक पार्न सक्छ। पास्टर बबले त्यो दमकल कर्मी साथीको उदाहरण दिनुभएको थियो नि, घर जलेर सबथोक गुम्दाको त्यो एक्लोपन। हो, त्यो कथाले च्याप्लिनको भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ। दमकल सेवामा त यो प्राय स्वयंसेवी काम हुन्छ वा कहिलेकाहीँ सानो आर्थिक सहायता होला। मुख्य कुरा त ती दमकल कर्मीहरूसँग सम्बन्ध बनाउनु हो, उनीहरूको सुख दुःखको साथी बन्नु हो। अनि जब उनीहरू कुनै डरलाग्दो घटना देखेर फर्किन्छन् र सोध्छन् त्यो बच्चा आगोमा जल्दा परमेश्वर कहाँ हुनुहुन्थ्यो, त्यस्तो बेला च्याप्लिनले के गर्छ त? त्यस्तो बेला जवाफ दिनुभन्दा पनि उपस्थित हुनु महत्त्वपूर्ण हुन्छ। पाठ्यक्रमले यही सिकाउँछ।
च्याप्लिन त्यहाँ हुन्छ त्यो पीडा सुन्न, सँगै प्रार्थना गर्न र परमेश्वरको करुणा र सान्त्वनालाई प्रतिबिम्बित गर्न। सधैँ जवाफ हुँदैन, तर उपस्थिति हुन्छ। उनीहरू विवाह, अन्त्येष्टि जस्ता जीवनका अरू महत्त्वपूर्ण क्षणहरूमा पनि सहभागी हुन्छन्। यो एउटा खास समुदायलाई दिइने गोठालो सेवा जस्तै हो। यस्तो संवेदनशील काम गर्न त तालिम नभई हुँदैन होला। तालिम बिना त झन् गडबड हुन सक्छ नि, होइन र? एकदमै। तालिम महत्त्वपूर्ण मात्र होइन, अत्यावश्यक नै छ। राम्रो मनसायले मात्र पुग्दैन। कहिलेकाहीँ तालिम बिना सेवा गर्न खोज्दा फाइदा भन्दा बढी हानि हुन सक्छ। हो त। त्यसैले यो पाठ्यक्रम पूरा गरेपछि दिइने अभिषेक प्रमाणपत्रले के देखाउँछ भने यो व्यक्तिले आवश्यक तयारी गरेको छ र यो जिम्मेवारी लिन ऊ योग्य छ। यो एउटा जवाफदेहिताको कुरा पनि हो। अब यो च्याप्लेन र च्याप्ल्यानको फरकलाई अझै प्रष्ट पारौँ न। काम त उस्तै हो, तर माध्यम फरक हो। आधारभूत सिद्धान्त, चाहिने सिप अनि हृदय उस्तै हो। च्याप्लिन चाहिँ शारीरिक रूपमा उपस्थित हुन्छन्, जस्तै अस्पतालमा, जेलमा, दमकल स्टेसनमा। अनि च्याप्लिनले चाहिँ त्यही सेवा अनलाइन माध्यमबाट दिन्छन्, च्याटबाट, प्रेयर बोर्डबाट वा अरू डिजिटल तरिकाले। यो त घरबाट बाहिर निस्कन नसक्ने वा टाढा भएका तर सेवा गर्न चाहनेहरूका लागि त राम्रो अवसर भयो नि। एकदमै। यो उहाँहरूका लागि उत्तम अवसर हो, तर दुवै भूमिकाको लागि उस्तै कुरा चाहिन्छ। पीडामा परेकाहरूप्रति गहिरो समानुभूति, सुन्ने कला र आत्मिक नेतृत्व दिन सक्ने क्षमता। आजको यो कुराकानीबाट के प्रष्ट भयो भने आत्मिक उपस्थितिको सेवकाई भनेको साँच्चै बहुआयामिक रहेछ। चाहे कोहीसँगै भौतिक रूपमा बसेर होस् वा स्क्रिनको अर्को छेउबाट, यो परमेश्वरको सान्त्वनालाई सक्रिय रूपमा अरूसम्म पुर्याउने काम रहेछ। हो नि। अनि त्यो 1977 को मोनोग्राफको कथाले त झन् यो कामको निरन्तरता र ईश्वरीय अगुवाईलाई नै देखाउँछ जस्तो लाग्यो। पक्कै पनि। अनि तालिमको महत्त्व र त्यो इमानुएल, परमेश्वर हामीसँग हुनुहुन्छ भन्ने सत्य, यही नै यस सेवकाईको जग हो। मुख्य कुरा त पीडामा रहेकाहरूसँगै हिँड्नु हो, उनीहरूको बोझ हल्का गर्न मद्दत गर्नु हो। माध्यम जेसुकै होस्। हो। अब अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडौँ न। औपचारिक च्याप्लिन्सीको भूमिका बाहेक हामी सबैले आफ्नो दैनिक जीवनमा, हाम्रो काम गर्ने ठाउँमा, परिवारमा, साथीभाइहरूसँग कसरी अझ सचेत रूपमा उपस्थिति, चाहे त्यो ईश्वरीय होस् वा केवल मानवीय सान्त्वनाको, कोलाई प्रस्तुत गर्न सक्छौँ होला?